Hello, my future grandchild. It's me, your future grandmom, and आज चाहिँ हाम्रो क्रिसमस डे 25 डिसेम्बर हामी चाहिँ मेरील्यान्ड नजिकै पार्कमा घुम्न जाँदैछौँ र आजको मेरो ड्रेस चाहिँ वान पिस रहेको छ भने मैले यो चाहिँ ब्युटिफुल अर्थको पर्लको नेकलेस लगाएको छु, पर्लको इयरिङ, यो चाहिँ लोविसाबाट हो अनि पर्लकै ब्रासलेट, यो पनि ब्युटिफुल अर्थबाटै हो र आजको मेरो रेडी टु गो। अब चाहिँ हामी सबैजना रेडी भइसकेको छौँ। अब चाहिँ हामी निस्किँदै हामी चाहिँ यहाँबाट चाहिँ हामी गएर प्रेम दाइलाई चाहिँ त्यही मेरील्यान्डमै रिसिभ गर्छौँ अनि त्यहाँबाट चाहिँ हामी सबैजना सँगै जान्छौँ। आज चाहिँ अनुपको चाहिँ काम भएको भएर अनुप चाहिँ हामीसँग हुनुहुँदैन। हामी चाहिँ चारजना जाँदैछौँ, भाइ बहिनी, म अनि दाइ। अब चाहिँ हामी तिनजना निस्केको। अब चाहिँ मेरील्यान्ड गएर दाइलाई रिसिभ गर्ने। अब चाहिँ हामीले यहाँ दाइलाई रिसिभ गऱ्यौँ, दाइ पनि आइपुग्नु भयो। ल अब चाहिँ हामी यहाँबाट सिधै पार्क जान्छौँ। हाम्रो चाहिँ इन्ट्री बन्द भएर हामी पार्क वरिपरि कहाँ पुग्छौँ अब? यताबाट होला सर। यता रहेछ नि त। ल ओपन रहेछ। मेरील्यान्ड आएको झर्ना हेर्न, झर्ना पनि के ब्लर ब्लर देखिन्छ त, कता फोकस गरेछ। झर्ना चाहिँ अब यहीँ बाहिरबाट हेरेर जाने होला। ऊ झर्ना झरिरहेछ। हजुर तेरिका ओके हामी फाल्दै जान्छ। यहाँ झर्नाले हामीलाई हेरिरहेछ। हामी चाहिँ क्रिसमस डेमा म्यापमा गुगल म्यापमा चाहिँ ओपन देखाएको छ, बट यहाँ आएपछि क्लोज छ। तर यहाँ धेरैजना आएको छ बिचरा पिकनिक भनेर। भित्र चाहिँ मान्छेहरू छ, खेलिरहेको छ मान्छे। त्यही भने के हामी चाहिँ बाहिर पार्क होला। जिन्दगी पनि यस्तो छ। पहिलोचोटि जिन्दगीमा सम्झेर यो बोकेर आएको, यति राम्रो बनाउँछु भिडियो भनेर, बट पार्क क्लोज छ। हामी चाहिँ के भने यहीँ बसेर खाने। हाम्रो चाहिँ पिकनिक अब कता गएर मनाइन्छ थाहा छैन। सोचेको डेस्टिनेसन चाहिँ हाम्रो भएन। हामी चाहिँ उताबाट फर्केर मेरील्यान्ड आयौँ, तर मेरील्यान्ड पनि गेट क्लोज। क्रिसमसको लागि चाहिँ सब क्लोज रहेछ। नेपालको दसैँ तिहार जस्तै यहाँ सब क्लोज छ, जता पनि क्लोजै क्लोज। क्रिसमसमा चाहिँ कतै पनि नबुझेर गुगल हेरेर मात्रै चाहिँ नहिँड्नु, किनभने गुगलमा चाहिँ ओपनै देखाएको छ, तर आउँदाखेरि चाहिँ यहाँ चाहिँ नोटिसहरू छ क्लोज भनेर। लेट्स सी अब के हुन्छ। अब हामी चाहिँ लास्ट ट्राई गर्दैछौँ। भाइ बहिनी गाडीमा आउनुहुन्छ, म अनि दाइ चाहिँ हिँड्दै अब यताबाट जाँदैछौँ। त्यो पोखरी छ अरे, पोखरीको साइडनिर चाहिँ ओपन हुन्छ कि भन्ने आश छ। लेट्स सी के हुन्छ। हामी चाहिँ स्टिल 3 बज्न लागिसक्यो। हामी लोकेसन खोज्दैछौँ, किनभने जुन लोकेसन चाहिँ हामी मेन भनेर गएको थियौँ गुगलमा चाहिँ ओपनै देखाएको थियो। त्यही भएर हामी गइसकेपछि चाहिँ त्यहाँ चाहिँ क्लोज भनेर नोटिस टाँसेको थियो। द्याट्स वाइ हामी चाहिँ लोकेसन खोज्दैछौँ। मेरी क्रिसमस। फाइनली हामीले चाहिँ अब एउटा लोकेसन भेट्यौँ। सायद हामी घर गएर खानुभन्दा चाहिँ बेटर यही होला। यो छ यतै तन्ना चाहिँ ल्याएको छौँ हामी। यतै तन्ना उठाएर मेबी यही गर्छौँ होला यतैतिर। यो छ राम्रो रहेछ, ठिकै छ। केही नहुनु भन्दा चाहिँ हाम्रो क्रिसमस लोकेसन चाहिँ मेरील्यान्डको पार्कको जस्ट त्यो पछाडि साइडमा चाहिँ यो रहेछ। यो चाहिँ ओपन छ। हामी चाहिँ यही नै अब आफ्नो पिकनिक स्पट बनाउँछौँ। हेरेर आउनु न जानु। उहाँ चाहिँ 2 जना बसिराख्नु भएको छ जोडी। एउटा चाहिँ काली, अर्को चाहिँ गोरी। उहाँहरूलाई पनि क्रिसमस लागिरहेको रहेछ।
घर पनि क्रिसमस मनाउँदै हुनुहुन्छ। सरी डिस्टर्ब गर्दिनँ म। यहाँ चाहिँ यस्तो राम्रो रहेछ कि यो पनि मेबी केसीको स्ट्रक्चर हो, यो टुटेको होला। मलाई यो चाहिँ कस्तो लाग्यो, तिमी देउती बजे गएको छैनौ होइन? सुर्खेत भन्ने ठाउँ चाहिँ के देउती बजेमा यस्तै पहिला मन्दिर हो त्यही यस्तै भत्केको, अनि त्यही ढुङ्गाको चाहिँ टुक्रा टुक्रा जोडेर फेरि बनाउँदैछ कि, मलाई त्यस्तै फिल भयो कि यहाँ चाहिँ। यो चाहिँ यस्तो छ। ल फाइनली हामीले चाहिँ पर गाडी पार्क गरेर अब चाहिँ हामी हिँड्दै एउटा सानो बाटो छ, त्यहीबाट एन्ट्री हुँदैछौँ। ल अब हामी 4 जनाको चाहिँ अब चाहिँ हामी चाहिँ यताबाट त्यहाँनिरबाट सानो बाटो ओपन रहेछ, रोड क्रस गरेर जान्छौँ। त्यहाँबाट चाहिँ अब चाहिँ हामी घुमी चाहिँ दाइ नै बस्ने चाहिँ साइडको पार्कमा चाहिँ घुमी फेरि त्यो पनि बल्ल बल्ल एउटा सानो चाहिँ ओपन भएको भएर त्यहाँबाट जाँदैछौँ। तर बाटो चाहिँ कताबाट क्रस गर्नु त हो? यिनीहरूले पनि पैसा काट्छन् चिट, यिनीहरू त झन् काट्छ। उयो गेट अब चाहिँ हामी यहाँबाट चाहिँ सानो गेट चाहिँ ओपन भएको भएर हामी चाहिँ यहाँबाट छिर्दैछौँ। झन् यो चाहिँ कताबाट ओपन गरेको रहेछ। ल आज मेरील्यान्ड पार्क चाहिँ हाम्रो मात्रै हाम्रो। आज कोही छैन यहाँ, जता अरूले पनि जे गरे पनि यो पार्क चाहिँ आज हाम्रो लागि। उताको चाहिँ त्यो रेसिडेन्सले उ गरेको थियो, उता मेरील्यान्डको अर्कोवाला चाहिँ झर्नावालामा चाहिँ त्यहीको लोकल रेसिडेन्सले पुरै कब्जा गरेर बसेको थियो। हामी चाहिँ हाम्रो स्पोर्ट चाहिँ अब यो हुन्छ फाइनली। भाइ यो जुन छ नि यो त्यो पछाडि छ क्या त्यस्तो खोला हो, त्यही त यो यहाँ चाहिँ लाइभ त होइन चाहिँ अब सेटअपहरू मिलाउँदैछौँ, किनभने अब हामीले चाहिँ बस्नुलाई चाहिँ एकदम चिसो थियो नि त ठाउँहरू। अनि हामीले चाहिँ तन्नाहरू पनि लिएर गएको थियौँ, तर तन्नाहरू चाहिँ राखेर बस्नु चाहिँ थिएन, एकदमै हावा चलिरहेको भएर एकदमै चिसो भएको भएर हामी चाहिँ यो स्पटलाई चाहिँ आफ्नो पिकनिक स्पट बनायौँ। र यहाँ चाहिँ हामीहरूले घरबाट भाइले रेडी बनाएर लैजानु भएको थियो चटपटेको लागि, अनि अरू सामानहरू कोल्ड ड्रिङ्क्सहरू लिएर गएको थियौँ। चटपटे चाहिँ हामीलाई त्यही गएर मिक्स गर्नुपर्ने भएकोले चाहिँ हामीले त्यही चटपटेहरू चाहिँ त्यही नै मिक्स गर्दैछौँ। र हिजो पनि घरमा क्रिसमस पार्टी भएको थियो, क्रिसमस पार्टी भनेर सानो खाना लन्च अर्गनाइज भएको थियो। त्यही कुराहरू भइरहेको छ, किनभने बहिनीको चाहिँ आजबाट छुट्टी भएको भएर हिजो चाहिँ बहिनी घरमा थिएन र म पनि एकछिन साथीसँग बाहिर निस्केको थिएँ र यहाँ 3 दाजुभाइको चाहिँ घरमा रमाइलो भएको भएर त्यही गसिपहरू गर्दै थियौँ, के भयो कसो भयो भनेर। र यो टाइममा चाहिँ हामी मेरो हस्बेन्डलाई पनि एकदमै मिस गरिरहेको थियौँ, किनभने हरेक ठाउँमा जाँदा चाहिँ मेरो हस्बेन्डको र मेरो नोकझोक चाहिँ स्पेसली चलिरहेको हुन्छ। लाइक कुनै पनि ठाउँको चटपटा मसला भनेको म र मेरो हस्बेन्डको लाइक नोकझोक हुन्छ। र मेरो हस्बेन्डको चाहिँ आज चाहिँ काम थियो 12 देखि 8, अनि त्यही भएर हामीले चाहिँ मेरो हस्बेन्डलाई वेट गर्नु चाहिँ पोसिबलै भएन, किनभने पार्कहरू त नर्मली अब 6 देखि 7 मा क्लोज भइहाल्छ। त्यही पनि आज चाहिँ सबै लोकेसनहरूमा ओपन देखायो भने पनि सबैमा चाहिँ क्लोजै थियो क्रिसमसले गर्दा। त्यही भएर हामी चाहिँ 4 जना नै गएको थियौँ र त्यही कुराहरू गर्दैछौँ मेरो हस्बेन्डको बारेमा, अनि त्यसपछि मेरो भिडियोको बारेमा। अनि आज अब हामी टार्गेट गरेर गएको चाहिँ अर्को सेन्ट्रल गार्डन थियो, जहाँ चाहिँ कस्तो राम्रो झरनाहरू भएको थियो। त्यहाँ चाहिँ अब फुल्ली क्लोज भयो, त्यहाँ चाहिँ जस्ट साइडको रेसिडेन्सहरू मात्रै छिर्ने रहेछ। हामीले चारैतिरबाट ट्राई गऱ्यौँ, त्यो स्पट चाहिँ जानै नमिल्ने थियो। यहाँ चाहिँ हामीले साइडबाट चाहिँ एउटा सानो गेट चाहिँ ओपनै गरिदिएको रहेछ, लाइक बेबीहरूलाई बच्चाहरूलाई जाने मान्छेहरू छिर्ने भनेर चाहिँ ओपनै सानो वाला गेट चाहिँ ओपन छोडेको भएर चाहिँ हामीलाई इजी भयो। जस हाम्रो यहाँ चाहिँ हामी बस्न खाना हाम्रो चाहिँ वेस्ट भएन, नत्र भने हामीलाई फेरि घर रिटर्न आउनु पर्ने हुन्थ्यो। मौसम पनि चिसो थियो, किनभने बाहिर अरू स्पट खोज्दै पनि हामीसँग टाइम थिएन, किनभने अलमोस्ट हाम्रो 1.5 आवर गइसकेको थियो लोकेसन खोज्दा। अनि त्यही भएर यो चाहिँ जो हाम्रो लागि लास्ट अप्सन र रमाइलो पनि भयो। गइसकेपछि हामीले बाहिर नै गऱ्यौँ सबै रमाइलो।
गाली गर्दै खाँदै जाउने भ्याउनुहरू भ्याउनुपर्छ डाइटमा हामीलाई त वाइन खानु मन हुन्छ कि वाइन लाने कि वाइनले हान्छ ओके वाइन तपाईँको बराबर हो पर्सेन्ट राख्नु हामीलाई पहिल्यै गर्दैन वाइन जब अड्काले पहिल्यै छोइसकेको थियो मिक्स भयो क्या मेरो मिक्स भयो नि त्यो भयो कि मिक्स नभएपछि त अलिक त्यो हुन्छ ठिकै छैन हामी होइन अरू म त बियर फ्रिजमा राखेको vodka, wine, beer. म त भोड्के धेरैमा खाने सबैको छुट्टी अनि रमाइलो गर्न थाल्यो बसेको छ टिभी लगाएको सब गफमा गफ अहिले बिहान उठ्दा उसलाई हिजोको पुरै यादै छैन याद के नआउनु तिमी भने जे पैसा नहुँदा अब पैसा चाहियो भने चाहिँ यहाँ मैले बिहान ब्याङ्क ओके भने होइन तिमी गाडी नहुनु फेरि ओके त भन्दै होला अस्तिदेखि भने मैले नखाँदा नि मैले तिमीलाई सोद्धाखेरि ओके भनेकै छैन त्यो पैसा दिन म यहाँ सुत्दै मान्छेलाई के थाहा नचाहिने कुरा नगर है त्यो $15 लगाएको यहाँ हिजो राति बिहान हेर्दाखेरि मैले अगाडि डिनाइट गरिसक्यो त्यो पैसा ननिकाले नदिउँ भनेर जाने भएर अब मैले भनेर तिमी त्यस्तो सोध्दैन त्यसो सोध्नु हुँदैन कन्सेन्ट नै हुँदैन त्यस्तो पढाएको छैन त्यो त लमा मान्छे अफिस भएको बेलामा त्यस्तो कन्सेन्ट नै मलाई के थाहा छैन बुझ्दैन यस्तो कुरा पढाइ काम पब्लिक हलिडे 25 आउँछ खम्बालेर शीतल रहेछ ल म बोकेर आएँ आदि को हुन्छ आदि के हुन्छ ल किन्न पाउँदैन जतिजना त्यही हाम्रो लाइभ लगेर पठाइदिएपछि बेसी खाइयो है स्कुल खाएर स्कुल नपुगेर स्कुल लिएर गएको तर हिजो सबैले बराबर खाएको बराबर खाएको भोटका दुईटा हो
काठमा देखाउँछौँ हामी तिमी जाने बित्तिकै एक बोतल सक्दिहाल्ने हामी आइहाल्छ दुईटा तिनटा खाएको भने तिनटा खाएको भने 3 बोतल हो भर्दै 3 बोतल कान्छी आउँछ एटा यो लाग्यो क्या हामीलाई दबाएर लाग्यो तिमीले एउटा लागेको हामीलाई दिदी मैले नगाएर प्रेसरै हुँदैन कम भएको छ मुनि ढाक गर कि डरायो त्यस्तो के जग्गा खुल्यो है भन्दै मैले सबै सातो जान्छ जग्गा खुल्यो भने अरू यसो अन्त यहाँ सुन्नु न अरू कहानी त्यही थियो तल जग्गा हाम्रो चाहिँ अब खानपिन त्यहाँ भइसक्यो बचेको त्यहाँ राखेर हामी चाहिँ अब एकछिन घाम पनि लगाइरहेछ हामी चाहिँ एकछिन एक्सप्लोर गर्दैछौँ तर यो लुगाको डिजाइन चाहिँ मैले जानेन कि कसरी लाउने हो यो हैरान भयो म यो लुगाको डिजाइन लगाएर कस्तो ठाउँमा त पानी पोखिरहेछ मेरो ल अब चाहिँ हाम्रो पिकनिक भ्यायो अब चाहिँ पानी पनि पर्ला जस्तो हुन थाल्यो त्यही भएर अब चाहिँ हामी घर फर्किन थालेको ल फाइनल्ली अब चाहिँ हाम्रो पिकनिक अब चाहिँ भ्यायो है अघि हामी चाहिँ फसिरहेको थियौँ अब घर ओके चिया खानु पर्ला चिया तन्दुरी चिया खानु जानु तन्दुरी ल आजको चाहिँ हाम्रो क्रिसमस डे चाहिँ यसरी बित्यो फर्स्ट अफ अल चाहिँ हामीले पार्क पार्क नै खोज्दा गयो गुगलले चाहिँ मिसलिड गर्यो हामीलाई ओपन देखाएको भएर चाहिँ हामी यति टाढा आउनु पर्यो तर पनि जस रमाइलो भयो एन्ड अफ द डे हाम्रो दिन चाहिँ रमाइलो भएको छ ल अब चाहिँ सब प्याक गरेर हामी चाहिँ निस्किँदै यो चाहिँ मेरील्यान्डको पार्कको भ्यू थियो जुन चाहिँ दाइ बस्ने अपार्टमेन्टको चाहिँ साइडमै थियो मैले चाहिँ यो वरिपरि देखाएको थियो राम्रो छ ठुलो छ पार्क चाहिँ अब चाहिँ फाइनली घर जाँदैछौँ क्रिसमस सक्यो हाम्रो हामी चाहिँ लौ घर पुगिसकेको मान्छे दाइको चाबी त्यही गाडीमा छुटेको भएर दाइको चाहिँ गाडीको चाबी घरको चाबी पुऱ्याएर हामी चाहिँ अगेन घरतिर फाइनल्ली हामी चाहिँ घर पनि आइसक्यौँ हाम्रो चाहिँ सबै पिकनिक भइसक्यो र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज एन्ड दिस इज फर माई ग्रान्ड चाइल्ड फ्युचर ग्रान्ड चाइल्ड म हुँ नहुँ मेरो फ्युचरमा मलाई खोजेर मलाई हेर्नेछन् अवश्य पनि भन्ने आश गर्दै यो भिडियो चाहिँ म यहीँ एन्ड गर्छु धन्यवाद थ्याङ्क यू